सबैजनाले वाचिङ भिडियो शेखरघटेमगर.com कस्तो जुम गरेको गरे कसम भएन भगवान कसम भएन त्यतिसम्मको फेस टु फेस जुम ल्याए भने त स्वर्गको परि पनि नराम्रो देख्छ कि म त धरतीमा बस्ने मान्छे हो अलिकति पर जाउँ अब क्यामेरा फोकस गर मलाई अनि हेर्ने मान्छेले के भन्छ त अब हेर्ने मान्छेले अब मलाई अब के भन्छ जोकर भन्ला तर म जोकर होइन मलाई त जोकर बनाएको चाहिँ होइन मलाई कति रुनु मन लाग्छ कति मन दुखिन्छ खासमा त कस्तो गरे भन्दा म कति राम्रो मान्छे थियो म गाडीमा कस्तो सर्लक्क परेर ड्रेस लगाएर सपक्क बसेको थियो मलाई यो बिराइदियो यो यार भरिया कस्तो भरिया झोला पनि बसाल्यो झोला खै झोला यसको भरिया म आज म सोच्न पनि सक्दिनँ जालस यदि पैसा लगेको छ आज दिनभरिको मेरो सामान मलाई कति रुनु मन लाग्छ कति लगिस् आज दिनभरिको 1800 जम्मा त्यतिमा काम गरेको जम्मा त्यतिमा मलाई यस्तो बनाएको छ डबल रोल हो म बेहोस हुन्छु होला I want to see your dress up, you know. अब अघि के भनेको थिएँ अरे यो कुन ड्रेस हो त आइते टल किने आइतेको ड्रेस आज यस्तो धेरैले हँसाएर मेरो रिङ्कल बसिरहेको नि खासमा म एकदम यङ मान्छे हो आज म चाहिँ अलिकति स्याड नै भइरहेको थियो किनभने मेरो आज साथी पनि थिएन सो म सोचिरहेको म मेकअपमा बसिरहेको थियो ऊ आइपुगेपछि मेरो फेस नै अर्कै भयो के फ्रेस भयो सो म अब यसो नाच्छु भनेर बसेको थियो तर पनि यस्तो बनायो कोरियन भए मलाई यस्तो बनायो ओके भरिया बनायो भरिया मलाई आज कुन गीतको सुटिङ हो भन्दै आई डोन्ट नो मलाई लाग्छ त लाउरेको जस्तो लाग्छ मलाई पहिले मलाई हेरेको भन्नुपर्ने थियो अब गीत म थाहा भयो तर ड्रेसहरू चाहिँ लाउरे एम आई लुक लाइक मिलिटरी लाउरे हो लाउरेको सङ छ अब खासमा चाहिँ म मेरो ग्रान्डफादर चाहिँ मेरो हजुरबुवा चाहिँ मेरो इन्डियन लाउरे नै हो तर उहाँ चाहिँ अहिले माथि गइसक्नुभयो बिचरा बाजे होइन मलाई एकदम मिस गरिरहेको छु यदि म मेरो बाजे भइदिएको भए अहिले चाहिँ म कति धेरै अझै धेरै धनी हुन्थ्यो होला बिकज मलाई एकदम माया गर्नुहुन्थ्यो बाजेले मलाई थाहा छ उहाँले मलाई यस्तो के अरे पेन्सन आउँदाखेरि पैसा दिनुहुन्थ्यो अहिले अब बाजे हुनुहुन्न म उहाँ दुवैलाई मिस गरिरहेको छु मेरो बाजेलाई के भन्दैन यार बाजे छिटो उसलाई पनि लिएर जानु म्याम छिटो बाजे बिस्ता पहिला तेरो रे पैसो भनेर बाजे मेरो बाजेले पहिला उसलाई भिजा पठाइदिने रे फ्री भिजा फ्री टिकट I'm ready. So let's practice English, right? Yeah. So because म चाहिँ आज एकदमै के भन्दाखेरि I'm hungry लाई चाहिँ यदि तैँले एडभान्स लेभलमा बोल्नु छ भने के भन्नुपर्छ थाहा छ I'm so very hungry. हैन I'm starving भन् त I'm starting. Starving भन्नु Starving. Starving भनेको चाहिँ म भोकाएको छु भन्नेको म भोकाएको छु के खान मन छ यहाँको खाजा मलाई I don't like this चाउचाउ Oh my god म सोच्न पनि सक्दिनँ प्लिज So what do you want right now? किनभने मलाई मन पर्ने भनेको बरु मलाई सादा खाना दियो क्या I like म खान्छु होइन तर मलाई यो चाउचाउ दिएको त ओ गड माई गड म सोच्न पनि सक्दिनँ ओके चाहिँ हामी के हुन्छ अहिले एकछिन देखाउन सक्छौँ मैले खासमा भ्लग बनाउने सोचमा थिएन बिकज यो चाहिँ मिनी भ्लगको जस्ट 10 to 15 मिनट्स मात्रै जान्छ यसको चाहिँ चोइस छ कि उसलाई चाहिँ बिकज हि इज टोटली सिङ्गल राइट नाउ होइन सो म चाहन्छु कि उसको छिटै एउटा कपाल होस् उसको चाहिँ यो कमिङ भ्यालेन्टाइन डे चाहिँ कमिङ भ्यालेन्टाइन डे चाहिँ म उसलाई चाहिँ आई डोन्ट वान्ट टु सी हिम लाइक इन सिङ्गल क्या एभ्री टाइम होइन सो म उसलाई चाहिँ कपालमा देख्न चाहन्छु त्यो पनि I have ग्याटवाला I have living together. Yeah. You know that? I don't know. Oh my god. Okay.
सो अब चाहिँ होइन फेरि लङ टाइम पछि उसको भेट्या पनि हो बिचमा तर कि भेट भएन नि त सो केही भेट पनि होला सायद लङ बिचमा भनेपछि के भइहाल्यो या म किनभने म दिनदिनै चेन्ज गर्दा हुन्छ किनभने मलाई आई डोन्ट लाइक दिस मलाई एउटै मान्छेसँग म बस्न सक्दिनँ सो प्लिज तपाईँहरू पनि यदि मेरो साथी मनपर्छ भने जस्ट कन्ट्याक्ट हिम हिज नेम इज सलमोन तमाङ तमाङ इज अल द वे फ्रम केटौडा मनरी राइट कति पढेको छ भन्दै थियो पनि तेरो दिदी भन्दैन म त्यो सबै कुरा खुवाउन सक्दिनँ अब उहाँहरूले चिनिसक्नु भएपछि म कस्तो बोल्छु म कस्तो गर्छु या ओके ऊ चाहिँ सिङ्गल छ सो तपाईँहरूलाई यदि उसले उसको कारणले चाहिँ आज मैले भ्लग बनाउँदैछु सो उसलाई चाहिँ धेरै मेरो आज टुडेज हाइलाइट्स इज प्लिज कम सबैजनाले चाहिँ सबैजनाले वाचिङ भिडियो सबैजनाले वाचिङ भिडियो शेखरघटेमगर.com सो आजको चाहिँ भिडियोमा चाहिँ मेरो को-आर्टिस्ट छ जुना बहिनी हो म जुना बहिनीको धेरै भिडियो हेरेको छु मलाई सबैभन्दा मन परेको भिडियो म चाहिँ उकालोमा फर्स्ट टाइम आज दुईजना फर्स्ट टाइम हो साँच्ची फर्स्ट टाइममा हामी सासमा ल हेरौँ न कस्तो राम्रो बास्न आएको रहेछ के भन्न चाहनुहुन्छ एकदम मेरो फेभरेट है मेरो इन्डस्ट्रीमा चाहिँ होइन दुईजनासँग चाहिँ हुन त धेरैसँग काम गरेको छु मैले चाहिँ दुईजना चाहिँ एकदम मनपर्छ मलाई एकजना उहाँ एकजना चाहिँ उहाँको नाम भन्दिनँ पछि भन्छु भन्छ अहिले चाहिँ उहाँ चाहिँ दुईजना मात्रै मैले भनेको छु मलाई अघिल्लो भेट्यो भने यदि उहाँ भेटिनु भयो भने चाहिँ उहाँको नाम चाहिँ फेरि मेन्सन गर्छु ओके गाइज हामी चाहिँ अहिले एकदम सुटिङमा छौँ मेरो साथीहरू हो हाम्रो शेखरको भ्लग हो यसो हामी चाहिँ अहिले फर्पिङमा छौँ फर्पिङतिर अनि भाइ चाहिँ होइन टक्क सान के निशाना दिइहाल्छ टाइपको होइन अनि प्राउड फिल अनि उसले चाहिँ होइन कत्रा रहेछ कस्तो हानेको निशाना होइन देखो अनि तिमी यहाँ गिलास फुटिसकेको फेस गिलास फुटिसकेपछिको होइन टाइपको है म्या पनि भन्ने रे यो चाहिँ यो सिक्वेन्स चाहिँ किन आएको भने बन्दुक जस्तै हुन्छ लाउरेको बोली भने फाइनल टर्न भयो टकियो बचाउ रे मैले त्यसको टाउको फुटाइदिने अहिले उसलाई सबै थाहा छ मेरो विषयमा भनिदेऊ कम अन नट अ न्यू न्यूज Not a new news. Like Wada. I love this Wada. यस्तो गर्नु न चेहरातिर फिजिक्स यो अटार वाउ हाम्रो स्वयं कि नहीं जोडी नो स्वायना उसँग यस्तो गर्नु भएको नट नो कम अन दाइ हजुरको एक्सप्रेसन हेरेर म फिट बोल्छु होला त हैन मेरो बहिनीको जोडी त नेपालमा छैन है अनि I'm all the way from India यार ओ माय गॉड वो इन्डेक्स हेर्दैन के कहाँ शान्तिले देश हैन इन्डिया सानो देश हो नेपाल भन्दा 64 गुना के हो तिमी मलाई 22 गुना ठुलो छ इन्डियन देश मलाई मन पर्दैन यस्तो भए पनि सरी दि पकाएर खान्छ परा खान्छ हजुर हुन्छ हजुर ए ओके ओके ल गन देख्यो हेरिराख्ने है गनतिर हेरिराख्ने लिएर जाऊ कन्टिन्यू लिएर जाऊ है नगम यस्तो निशाना हान्छु नि भन्दै गर्छु नि ल जाऊ ल गन समातेर एकदम छाती फुलाएर टक्क गर्व है गर्वका साथ कट हिट ल यति काटौँ त
गन ल्याऊ ल बैग 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 जाऊ शेखर भाई बैग बस ल न्यू रोल कैमरा ल रोल कैमरा आर्टिस्ट मोड एक्सन देखियो गन ल केटीलाई म यस्तो निशाना हान्छु नि हेर है गन ल एकछिन 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 सलमान बाहिर आऊ त के अरे ल उता गनतिर हेर्ने होइन अनि उता गन दिन मानिरहेको छैन टाइपको एकछिन उता हेरे पुग्छ अरू केही दिनु पर्दैन अलिकति कमक्क टाइपको दिने है ल न्यू रोल क्यामेरा एक्सन ल ल कुरा गर्ने म अब यस्तो निशाना हान्छु नि उता अब के लेख्छु न ल जाऊ सलमान जाऊ अब ढक्कसँगले ल कडे यो चाहिँ सुटिङको चटपटी हो लक्ष्मीनारायण विष्णु हरिओम शिवम शङ्कर भगवान लक्ष्मी निवासको तरु न्यास गरौँ न प्रभु मेरो भन्दा बढी रोलतिर चाहिँ यार छर्दिन बाख्रा सो अब चाहिँ हामी खाना खान जान लागेको साथी खाना जान लाग्यो नि अनि कतिको गाह्रो हुन्छ भन्ने कुरा तपाईँले मेरो यहाँ देखेर थाहा पाउनुहुन्छ त्यो ह्याट त्यो टोपी लाउँदा यस्तो गाह्रो हुन्छ कि टोपी त्यो टोपी एकदम टाइट थियो नि त अनि यहाँ लगाएको थियो कि अनि अब मेरो अर्को ड्रेस चेन्ज छ यसलाई पनि अब फेरि अलिक सन्चो हुनुपर्छ क्या बाहिर नर्मल हुनुपर्छ फेरि कस्तो दुख्छ ओके मेरो मोबाइल चार्ज पनि छैन अब खाना हाम्रो किन्न खाएको तैँले ए सुटिङ खाना एकदम राम्रो छ सो यो चाहिँ मेरो न्यू ड्रेस आई मिन नेक्स्ट ड्रेस के अर्को ड्रेस हो होइन चेन्ज गऱ्यो नि त हामीले अब यसपछिको मेरो सिन भनेको सो यसो पनि म लाउरे जस्तै देखिनु पर्ने कि
सो अब देखेको छ कि छैन भन्ने कुरा चाहिँ अब तपाईँहरूमा डिपेन्ड्स हुन्छ। अहिले भिडियो पनि हाल्छु किनभने हेयर स्टाइल पनि लाउडै दुख्ने हो। के देखिन्छ यार टाइटमा। खै सागर खै कतालमा लकी थियो त लकी छैन तिमीलाई कस्तो लाग्यो उसलाई हान्दाखेरि? एकदम नर्मल फिल लाग्यो मेरो दाइलाई यही बसिरहेको टप्पाले उसलाई मारे जस्तो लाग्यो बाहुबली सो सरी दाइ मैले तिमीलाई माफ बाँचिएन नि दाइ बाँचियोस् खुट्टा हो हजुरको शुभ नाम? सूर्य बस्नेत। ए गुड गुड। बाबु दम हुनु पर्ने दम हुने मान्छेले त्यस्तो गर्ने भएन अरे हेर्न उहाँलाई भएन भयो कि नै भएन अर्को स्टेप लिऊ हान्देऊ अझै मिलेन कट यसो गर्दा मिलेन है मिलेन सलमान मिलेन अरे के मिलेन यसो गर्दा हो अहिले चाहिँ बाजे सूर्य दाई होइन सूर्य मेरो भिडियोमा केही भनिदिनु न माइ अडियन्सलाई। ल मैले यति राम्रो छ मैले यति सम्बन्धन गर्छु यति राम्रो भिडियो कहिले पनि छैन जे जति यहाँ म्युजिकहरू आयो यति राम्रो लभली एकदम लभली गुड बाई केटाकेटीहरूलाई पनि लभली लय सङ्ग्रहलाई चाहे जेसु भने केटाकेटी यो केटाकेटी यहाँ छ नि ए अप्ठ्यारो परेर यो हुन्छ कि भन्ने यति राम्रो भिडियो के पनि आएको छैन हो। तँलाई कस्तो भयो त्यो हान्दाखेरि? साह्रै नमजा लाग्छ नि यार त्यस्तो अरूलाई त्यस्तो हान्दाखेरि बिचरा। तैँले कतिचोटि हानिस्? मैले वान टेकमै मिलाउँदैन तर मलाई अप्ठ्यारो लाग्यो नि त। त्यही त अप्ठ्यारो लाग्यो 3 चोटि हानिस्? कसैको शरीरमा त जान्दैन किक लाग्यो कसैले हान्छ हाल्दैन नि। सो यो त कथालाई माग्यो भने हाने तर मलाई अप्ठ्यारो लाग्यो नि त डर लाग्यो नि त अप्ठ्यारो लाग्यो नि त। तैँले मनदेखि भनेको यो? यस मलाई मेरो खुट्टाले सकेछ मान्छेलाई नसोच लाग्छ मलाई पनि मन पर्दैन। कसैले मलाई किकले छुयो भने पनि मलाई मन पर्दैन हातले हान्दा मन पर्दैन खुट्टाले कस्तो हुन्छ। सो प्राउड अफ यु यार। सरी मेरो भाइ। सलिम दादा तपाईँ पनि थियो है दादा? हजुर दिनजीसँग हजुर एकचोटि त्यो के भन्छ मुकेश सिका लाग्दैन? हजुर एकचोटि जाडो महिनामा गएको थियो नि हजुर तारा माग जुन वाउ गीत पनि थाहा रहेछ। यस्तो जाडो भएको थियो हजुर त्यति बेला फेरि पनि जाँदैछु म लास्टै जाडो मेरो त्यति मैले बेला थर्र तपाईँ पनि हेर्न आएको थियो मेरो आइटम हेर्न आएको थियो आइटम दान दिने हड्यो आइटम हेर्न आएको थियो मेरो आइटम हेर्न आएको थियो हो कुन गीतमा? सुन्यो होइन मेरो आइटम हेर्न आएको थियो भन्दाखेरि मिनिङ कस्तो लाग्यो दाइ? कुन गीत कुन मेरो आइटम कस्तो लाग्यो? दादा त्यति बेला एकदम खतरा नाच्नु मैले पैसा कति कमाएको थिएँ त्यति बेला कुन गीतमा नाच्यो त्यस? अब गीत त म जुनै पनि गाना नाच्न चाहिँ कुन चाहिँ बजाउनु तेरो फेभरेट सङ कुन आइटममा? हिन्दी गाना लेलाम लेला समथिङ त्यस्तो थियो अनि त्यो नि के अरे दिवानीमा त्यो दिवानी भने त्यो दिवानी त्यसमा थिएन। तेरो फेभरेट सङ होइन? मैले अरूलाई मैले गरेर इन्जोय हुन्छ भने म इन्जोय दिन चाहन्छु म फुल्ली इन्जोय दिन्छु। तर आज फ्रेस हुन्छ भने इट्स ओके म हँसाउँछु आफू पनि हाँस्छु दुःख पीडा भनेको आफ्नो ठाउँमा छँदैछु म जति पनि सुटिङमा आएछु म जति पनि यसो रमाइलो गर्छु नि जब सुटिङ सकेपछि मेरो फेस चाहिँ अर्कै हुन्छ फेरि सो बुझ्छ न आफै। यहाँ बस्नु न प्लिज। मन परे केटी होइन मलाई केटा मन पर्यो केटी होइन मलाई केटा मन पर्यो मलाई केटा मन यु लाइक बॉय? यस थ्याङ्क यू यस केटी प्लिज सिट डाउन पापा। यस पापा तपाईँले कुन पर्फ्युमले हालेर आउनु भएको? वाउ सिट डाउन
मलाई केटीहरू यहाँ बस्नु न तपाईँ कहाँ टाँसिने गएको भनेको दिउँसै सो ओके हिरोलाई आई कन्ट्याक्ट गर्ने नि कहाँ टाँसिने जाने बस्नु ल अब खै ए ह्यान्डसेक गर मुर्गी हाल्नु न भयो अब कति नराम्रो देख्नु भाबीले पनि भिडियो गर्नु त्यस्तै नराम्रो देखाइदिनु भयो प्लिज रामराजी सबैले जुनाको त्यही नराम्रो देखेछ सुन न यहाँ तिमीले कहानी थाहा छैन के भन्नु मैले के भन्नु भन्नु त के रे तँलाई मन पर्यो किन रे मन पर्यो कुन चाहिँ उहाँ मन पर्यो रे खै ए केटी मलाई मन पर्यो केटा मन पर्यो केटी मलाई मन केटा मन हो केटा मन क्या था फेरि हातमा त्याल अबे तुमने क्या कहा भन्नु पापा तुमले क्या कहा एक बार कहो पापा के बोली हात समात्न पापाको बटन बस्यो अब हात समात्ने बिचरा हात दिइरहनु भएको के समात्दैन सलमान किन इग्नोर गरिरहेछ हात दिइरहेको छु के किन समाउनु समाउन हात दिरे के भाषा हिलाको फुल छ ए सपोज एन्ड असली एक्टर त अघि यस्तो माया अघि जस्तो गर्नु न हात के हात गरे हैन अघि हैन हामी दर्शक ए त म पनि सुट पछाडि गुरु पनि हुनुहुँदो रहेछ गाइस Oh my god. Nice. Nice story. Nice acting, guys. हो गाइज केटी मन पर्ने हो यतै हजुरलाई मन पर्छ म मन पर्यो हो यस मन पर्ने मान्छे नि त देखाउनु पर्यो नि त तपाईँलाई को मन पर्यो भन्नु त केटी मान्छे नि धेरै छन् हाम्रो साथ नै मन पर्छ म मन पर्यो I love you. यस लभ भयो यहाँ पापा बस्नु न पापा बस्नु अब मलाई लानु घरमा तपाईँले मलाई छुइहाल्यो लानु ल अब म तपाईँको भइसक्यो घर कहाँ हो मैले छोनी बित्तिकै जानै पर्यो छोनी बित्तिकै जानै पर्ने तपाईँको घर चाहिँ कता हो कहाँ मुनि वाट यो मुनि म जान सक्दिनँ म मुनि जान सक्दिनँ होला तानेर बिस्तारै लिएर जान्छु तानेर बोकेर ल अहिले एकछिनमा लानु बोकेर अहिले बस्नु बोकेर बोकेर हो नि बोकेर लिएर जान्छु अनि? एकदम मजा ओपन ल तपाईँ यहाँ बस्नु अहिले अहिले बोकेर लानु मलाई ल है किनकि अहिले म अलिकति बिजी छु कि ल थ्याङ्क यू सो मच तपाईँले मलाई मन पराइदिनु भएकोमा थ्याङ्क यू 100 भन्दा माथिमा पर्छ आर्टिस्ट नै हैन आर्टिस्ट हैन जोडीमा 100 भन्दा माथि मेरो पेयरमा चाहिँ कसरी यसरी 100 नम्बरमा पर्छ 100 नम्बरमा पर्छ जुमा प्लिज यो सरासरी फेक बोल्ला छौ तिमीले साथी 100 नम्बरमा परेको म तर उले म 10 नम्बरमा छिराउन चाहन्छु किन 10 नम्बरमा तिमी चाहिँ जुनाकोमा 201 मा पर्छौ हैन अझ धेरै हो अल्लाह पिच्छु अझ धेरै होला आई डोन्ट नो जुन तिम्रो कति नम्बर हो मेरो त सागर एउटा डोरी खोज्छु त 201 201 हैन यसो मेरो स्क्रिन शेयर गरेको हिसाबले चाहिँ उ चाहिँ 100 मा पर्छ होला 100 अन्डर 100 गाई त सब झुट भयो ए नाच्नु नाच्नु नाच्नु
यता फर्किनु यता 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 पश्चिमतिर हिँड्छु सुनेन बुझेन के भन्नुभयो म पुर जाने ए धरान भने झापातिर गएछु हो र हो त म चाहिँ अब लास्ट अब केटीपट्टिसको टाइपको कुरा गरौँ न भाउ पढिदिनु पर्ने अब अर्को साल पल्टन लान्छु भन्ने कुरा गर्ने केटीले खुकुराम ल्याउने भन्ने टाँसिनी अझ मजाले टाँसिनी टाँसिनु यो बुवाले कुर्सीमा भएको सुनको बोतल आफ्नो ब्यागमा हालेको छ खै त्यहाँ भनिदिनु न कसको हो तर थाहा छैन हाम्रै युनिटको त्यो भनेपछि हैन हात मात्रै माग्ने र है मैले त्यो त्यही छोडिदिनु त त्यो ब्यागमा हालेको सेनको बोतल पनि त्यही राख्नु त तपाईँले त्यही राखिदिनु त ब्याकअप हुन लाग्यो गाइज ब्याकअप बाबा लास्ट ब्याकअप 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 इट्स मी निर्जल ब्याकअप बाबा ल अब भोलि मेरो बुवालाई लिएर तिम्रो हात माग्नुपर्छ है हात मात्रै माग्ने हो र चुप लाग मुला ल ब्याकअप ब्याकअप गाइज र हाम्रो फाइनली चाहिँ हाम्रो भिडियो खिचिरहेको छैन र फाइनली चाहिँ हाम्रो चाहिँ के अरे प्याकअप भइसक्यो थ्याङ्क यू सो मच बहिनीसँग चाहिँ मेरो फर्स्ट टाइम हो सो राम्रो भयो भिडियो सलमोन यहीँ चाहिँ लास्ट एउटा के भन्दै लास्ट अब लास्ट ल से के भन्छ प्याकअप भइसक्यो गाइस हाम्रो सुटिङ आज सकिसकेको छ सो बिहानदेखिको अहिलेसम्मको जति पनि हामीले भिडियोहरू बनाएको छ नि त्यो हजुरहरूको लागि मात्रै हो खुसी हुनुहोस् रमाउनुहोस् जिउनुहोस् सधैँभरि ह्याप्पी भएर जिउनुहोस् धन्यवाद